हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरलाई स्वागत छ मेरो च्यानलमा। म चाहिँ भर्खर कलेजबाट आइरहेको छु। पानी आज परेछ क्या है। अनि एक्लै कलेज गएको थिएँ, साथी पनि गएको थिएन। अनि त्यही भएर म चाहिँ एक्लै आइरहेको छु। आज उसको ह्याप्पी बर्थडे पनि हो। अनि सोच्दैछु म के दिउँ भनेर, तर दिनको लागि चाहिँ यो छैन क्या। पानी पनि कत्रो पऱ्यो नि त आउँदै बाफरे स्याहार पर्दैछ। एकछिनमा भेट्नुपर्छ ल हामी। म पनि अब घरबाट निस्किन लागेको बल्ल कुरा मिल्यो साथीहरूसँग। अनि त्यसपछि अब चाहिँ निक्लिन आँटेको के हुन्छ, अझै पनि अब राम्रोसँग त मिले होइन। अब झोगा देखा जाएगा। म चाहिँ अब गफको बजारतिर हामी चाहिँ साथीहरू पनि भेट भएर गाडीहरू पनि हिँडिसकेको छौँ। हाम्रो यहाँ कलपानीको चाहिँ यता हुनुहुन्छ होइन, राम्रो हिँड्नुभएको छ। क्यामेरामा चाहिँ अलिक राम्रो भएको हो। अब हिँडेको हामी चाहिँ अब हिँडेको यहाँ टुक्सको बर्थडे मनाउनको लागि हामी चाहिँ चुनाव ह्याप्पी बर्थडे टुक्स भन्छ। हामी चाहिँ आइसकेको छौँ है बर्थडे मनाउनको लागि। बर्थडे गर्ल चाहिँ यहाँ चाहिँ पिङ्की ह्याप्पी बर्थडे टु यु कल्पु। अनि त्यसपछि यहाँनिर छ केक चाहिँ। अब केक चाहिँ सबैभन्दा फर्स्टमा हामी नि खान्छौँ है, अरूले खाए पनि नखाए पनि। अब बर्थडे गर्ललाई कसले दिन्छ र नि, हाम्रो भाइ फाल्टै ऊ हेन्सम भएर बसिरहेको छ। अब चाहिँ हामी केक काटेको देखाउँछौँ ल। के खान नपार्ने होइन यस्तो छ। बल्ल बर्थडे आउनुपर्छ केक है कुर्नको लागि। अनि बर्थडे गर्ल चाहिँ उहाँ चाहिँ हेर्नु न के हामी मात्र होला दुईजना। आज त हामी मिल्यो नि त। हामी के दुईजना भाग दिनुपर्छ। हो हाम्रो भाइ फेरि कस्तो हेर्नु लाग्यो हाम्रो भाइ त। गाइज काट्ने नभएर यहाँ हालत हेर्नु न, यसले काट्नु पर्छ, काट्ने नलगाइदिएर हाम्रो बिजोग भएको छ। ए ह्याप्पी बर्थडे त फर्काइदिनु पर्ने अरे। ल भयो 9 7 4 3 को हेलो गाइज। अब चाहिँ हाम्रो केक काट्ने बेला भएको छ। मेरो साथीले चाहिँ अब केक काट्छ, चम्चीले काट्नु पर्ने बेला भएको छ क्या। के भन्नु, अरू त मलाई बोल्न आएन। लु केक काट बहिनी। ल 1 2 3 ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु ह्याप्पी बर्थडे निक्लियो छ यार। यसको कहाँ हरायो? यो क्या ओ दिपाला अब चाहिँ ह्याप्पी बर्थडे। यसको कहाँ गयो? Happy birthday to you, happy birthday to you, happy birthday, happy birthday, happy birthday to you कल्पना। भयो सक्यो यार, सक्यो। यो परेको भन्दै ओ लास्ट टाइम गर्नुपर्छ न। केक सानो भाइबाट तँलाई पहिला खाऊ न, हामीले तँलाई पहिला खाऊ न, तँले अरूलाई खाउने नि त। मान्छेहरूमै कसलाई खुवाइदिन्छ सबैलाई खाउँछ भनेको होइन एकैचोटि। यस्तो कुरामा के गर्नु, एकचोटि म पहिला खाउँछु। पहिला तैँले खाने हो होइन एकछिन भन। यसको भिडियो बनाएको बेला पनि ह्याप्पी बर्थडे कल्पे। लु त पनि खाऊ। लोबिनी बर्थडे हो उसको। हाम्रो उता 56 त्यस्तै भएर यता आएको। हजुर उता पनि बाहिर पनि अब कहाँ बन्द गर्नु। अब खाने बेला मलाई चाहिँ यिनीहरूले कस्तो यार आफू मात्रै म फुल खाम म फुल खान्छु। म त खाइसक्यो नि त। म पनि दिन आउने खाने गर लु लगाएर खाऊ ल। म यति लगाएर है
बन्द गर न एकछिन खागले पनि मजाले खानु न कम कम खानु यार यसले भिडियोमा बन्द गर कि बन्द गर धेरै भयो अब चाहिँ हाम्रो खाने बेला हुन लागेको छ पुरा ड्राई पिकनिक जस्तो अरे होइन साथीको बर्थडे हो तर पनि यस्तो रमाइलो गरेर हेर्नु त अब नमिता तिमी छुटिहाल्यौ के गर्नु धेरै मिस गरिरहेको छौँ हामीले यहाँनिर एकदम नमिताको गिफ्ट साँच्चै बिर्सेछौँ अहिले दिउँ न यहाँनिर होला यो चाहिँ नमिताको र एकजनाको दुईजनाको गिफ्ट हो है तैँले चिन्दिनस् तर त्यो मान्छे होइन सरलाई पनि अघि मैले भनेको थिएँ होइन म तँलाई पढेर सुनाउँछु अनि त्यसपछि ल्याउँछु ल प्रिय मित्र अरे क्या तिमीलाई धेरै धेरै माया र सम्झना छ टाढा भए पनि अनि हामी बिच धेरै सम्बन्धमा उतार चढावहरू आयो होला होइन अनि तिम्रो बर्थडेमा त म आउन पाइनँ तर तिम्रो निम्तो पनि थिएन आश गरेको थिएन तिम्रो निम्तो पनि थिएन आश गरेको थिएँ तर कति आश गरेको छ तर के भनौँ भने तर पनि आफैले बनाएर भनेको लेखेको छ तर पनि तिमी भएर आउन पाइनँ तिमीले निम्तो गर्छौ भन्ने त आश थियो तर गरेन बर्थडेमा अब मैले बर्थडे विस पनि गरेको थिएँ तिम्रो नमिता होइन यहाँ दुईजनाको गिफ्ट छ क्या एउटा सानो लेटर लेखेर पठाएको छ एउटा नमिताकै गिफ्ट भयो मलाई कसैले लेटरै पठाउँदैन पठाउँदैन यहाँनिर नाम छ म पत्याउँदिन उसको हात पुरै टल्किरहेको गेस पठाइदिएको अब गेस गर्नु नमिताले नमिताको त नमिताको पनि हो क्या यो गिफ्ट अर्को मान्छेको पनि छ तर त्यो धेरै स्पेसल मान्छे हो उहाँ चाहिँ होइन टाढा भए पनि मान्छे छैन मेरो टाढा भए पनि अब भिडियो मात्रै होला त्यो चाहिँ स्पेसल भनेको अब साथी पनि अब हुनसक्छ नि त साथी पनि अब कोही न कोही हुनसक्छ धेरै टाढा छु म भनेर अब त्यस्तै पठाएको छु सबै त मैले पढेर सुनाउनु सकिनँ अलिक अब इमोसनलवाला विदेश होइन नेपालबाटै हो अनि अब धेरै धेरै मलाई फोनमा पनि सुनाएर आएको थिएँ धेरै माया छ त्यसले मलाई बोलाइन पनि त्यत्रो सँगै हुर्केको बढेको अब पढेको भन्दा भने थियो अब कुन त नि अब जताको पनि हुनसक्छ अब यत्रो सँगले पढेको यताउति भनेर भनिराखेको थियो मलाई फोनमा त्यसरी भन्दिनँ भनेर केटी साथी कि केटा केटी केटा त तिमीले गेस गर्ने कुरा हो त मैले हो र भन्नु न त केटी साथी केटा साथी अब हामीलाई के थाहा छैन दुइटै हुन सक्छ नि होइन हामीलाई अब के थाहा छ नि धेरै अब गेस गर्नु पर्यो नेपालमै हो नेपालमै हो क्या नेपालमै छ कोही पनि छैन नमिता मात्रै हो नमिता मात्रै हो तेरो त्यस्तो साथी त धेरै छ नि तर धेरै यो चाहिँ नमिताकै हो होइन तर मैले देखि त सके साथी त धेरै सानो त तर यो चाहिँ तर त्यस्तो पठाउने खालको छैन पठाउने खालको चाहिँ को म त नमिता मात्रै छिन् हाम्रो लागि जन्ने अब त्यो भए म पनि गिफ्ट देखाइदिन्छु है त अब यो कसको के हो भनेर अब यहाँ हेर कस्तो राम्रो फोटो हेर्दा गाइस हेर्नु त यहाँनिर है नमितालाई पनि धेरै धेरै सम्झना तिम्रो लागि भन्न यो सब गरेको तर तिमी आयो न पहन कस्तो लाग्यो लु भन् अब फोटो कस्तो लाग्यो रुन्छ कि क्या रुन लागेको छ देख्छु त म त के हो गिफ्ट खाएर मख भइदिएको फोटो चाहिँ राम्रो फोटो एकदम राम्रो छ क्या कस्तो राम्रो तर तिमी आएनौ त्यही त नि नमिता रिसाइरहेको थिएँ नमिता म चाहिँ रिसाउनु पर्ने हो नमिता कि तिमी रिसाइरहेको थियौ के हो म चाहिँ रिसाउनु पर्ने हो कस्तो राम्रो लाग्यो अरे फोटो मैले 2 दिनदेखि भनेको अब हामीले त गिफ्ट पनि दिन पाएनौँ यस्तै हो त्यस्तै त हो नि के गर्नु मलाई चाहिँदैन त्यही त त्यो हेर्ने आएको छ त गिफ्ट अब आउन त आएको छौँ तर पनि हरियो झोला कता गयो हाम्रो
नमितालाई चाहिँ थ्याङ्क यू सो मच यति राम्रो गिफ्टको लागि। गाइज अब हामीले चाहिँ केही पनि दिन सकेनौँ तर सानो हाम्रो तर्फबाट यसलाई चाहिने के डेली लाइफमा चाहिने हो यो होइन यो कानमा लगाउने यस्तो यसलाई मैले अस्ति के किनेर होइन यसलाई मैले नदिएको होइन अनि यस्तो अनि यो घाँटीमा लगाउने एउटा यसलाई चाहिरहेको चिज हो कि मैले पनि नमिताले पनि ओ माई गॉड अनि त्यसपछि अलिक परै लगेर तिमी भएसँगै लगाए हो त्यहाँबाट यसमा बुक पारिदिनु भयो अलिकति माथि हो त्यतिको भयो फेरि त के भयो अनि यो र कानमा लगाउने चाहिँ यसलाई ल्याइदिएको कि हामीले होइन अनि अब धेरै त हामी पनि अब कमाउने छैनौँ होइन आउने भएपछि होइन हामीले हेरेको हातमा तर पनि अब हामी साथीबाट हुन सक्ने दिन सक्ने भनेको होइन यति नै हो अब हामीले चाहिँ दिएको छौँ अब यसैमा चित्त बुझाउनु होइन अनि कानमा लगाउने चाहिँ त्यस्तो लाउनु रटेको थिएन अन्त मलाई दिएको यसले टप ल्याइदिने भन्दै थियो त्यो लगा न ओए यार ममा निक्लिस अब यहाँ नमिता आमा कानमा पनि लगाइदिउँ न त अब अर्को कामबाट उठेको नि थियो नि यो कस्तो देखि सबैलाई थ्याङ्क यू सो मच होइन यति राम्रो गिफ्टको लागि। अनि नमिता चाहिँ आउन पाइनन् अलिक बाई त्यस्तै के भयो तर सम्झिरहेको छु। ल नमिता खानेकुरा यता देखाइदेऊ त ल्याउ त नमितालाई खानेकुरा तिमी नआएको होइन अब अरू बेला त खान पाउँदैनौ हेर खानेकुरा वा आम्मामा ल थ्याङ्क यू सो मच भन्दै चाहिँ हो कस्तो दामी छ क्या फोटो त आएको बेला हेर्नु तिमीले गाइस खामै अब खामे सबजना मिलेर गीत गाउँदै यस्तो मजा आइरहेको नि यस्तो रमाइलो भइरहेको कानवाला तपाईँहरू पनि चाउमिन ऊ चाहिँ भेज हो रक्सीको तालैमा आँखा मेरो गइरहने कान्छीको गालैमा